उनीहरूले भने पदलोभी। तर इतिहासले सोधिरहेको छ, को हो केपी ओली? त्यो ओली जो मदन भण्डारी भन्दा 1 वर्ष जेठो भएर पञ्चायत विरुद्धको सङ्घर्षमा होमियो। त्यही ओली जसले गृहमन्त्री बनेर मनमोहनलाई सफल बनायो। त्यही ओली जसले आफ्नो हार स्वीकारेर माधव नेपाललाई जितायो। त्यही ओली जसले प्रचण्डलाई पार्टीमा बास दियो। त्यही ओली जसले भूकम्प र कोरोना जस्ता सङ्कटसँग देशलाई लिएर सँगै लड्यो। र सबैभन्दा ठुलो, त्यही ओली जसले विकास र समृद्धिको खाका कोर्यो र विदेशी शक्तिहरूको आँखामा आँखा जुदाएर राष्ट्रवादको पाठ पढायो। तर उसको अपराध के थियो? उसको अपराध थियो देश बनाउनु। उसको अपराध थियो विदेशीको अगाडि नझुक्नु। र यही अपराधको सजाय दिन आज उसलाई विदेशी शक्तिहरूले घेराबन्दीमा पारेका छन्। तर याद राख, केपी ओलीले यो घेराबन्दी ढिलो चाँडो चिर्नेछन्।